हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। वेलकम ब्याक टु माई भिडियो। साथीहरू, म चाहिँ विमला, म चाहिँ सुर्खेतबाट। आज चाहिँ मैले सानो छोटो मिठो मिनी ब्लग लिएर आइसकेको छु। भिडियो गराउन खासै आउन, मेरो क्वालिटी पनि ठिक छैन। साथीहरू लास्टसम्म हेरेर माया गरिदिनु होला। आज चाहिँ मैले घरको काम आजभन्दा नि मेरो दैनिक काम यही हो, त्यही भएर मैले जस्तो आयो त्यस्तै भिडियो हजुरहरूको साथमा प्रस्तुत गरेको छु। यो चाहिँ मैले कोठासोठा मिलाएँ, अनि त्यसपछि लुगासुगा पटाएँ, अनि लुगा पटाएर चाहिँ मैले लुगा धुनको लागि रेडी पारेको छु। होइन, हाम्रो घरमा गाई कति धेरै छ, तर कोर्ने बेला चाहिँ एउटा देख्दैन मैले। अनि त्यसपछि मैले चाहिँ लुगासुगा धुनको लागि रेडी पारेँ। लुगा चाहिँ धेरै थियो कि अरू कामले गर्दा लुगा धुन भ्याइएको थिएन। त्यसपछि मैले आज चाहिँ खानामा यो साग बनाएको थिएँ। यो साग चाहिँ हजुरहरूलाई मिठो लाग्छ कि नै, मलाई चाहिँ एकदम मिठो लाग्छ। त्यसपछि मैले चाहिँ मेरो बुढालाई खाना दिएँ, खाना हालिदिँदैछु। खाना हालिदिएर मैले मेरो बुढालाई खाना दिएँ, अनि आफूले पनि खाएँ। खाना खाएर म चाहिँ लुगा धुन जाँदैछु। साथीहरू, हाम्रो लुगा धुने ठाउँ चाहिँ अलिक टाढा छ क्या, टाढा भन्दा पनि धेरै टाढा त होइन, हल्का टाढो छ, घरभन्दा अलि उता छ। त्यसपछि मैले चाहिँ लुगा धुन थालेँ। साथीहरू, हाम्रो सुर्खेतमा चाहिँ बिहान बेलुका अलिअलि चिसो भए पनि दिउँसो चाहिँ गर्मी नै हुन्छ। हजुरहरूकोतिर कस्तो छ प्लिज कमेन्ट गरिदिनु होला। अनि यो चाहिँ मेरो लुगा धोएको भिडियो। यस्तो भिडियो पनि के हालेको नभन्नुलाई साथीहरू, जस्तो भिडियो गराउन जानेछु मैले त्यस्तै गराएर हजुरहरूको साथमा लिएर आएको छु। मैले चाहिँ मिनी ब्ल्याङ्केट धोइरहेको छु साथीहरू। अब गर्मीमा चाहिन्छ नि, त्यही भएर अरू बाक्लो चाहिँ एउटा ओर्न सकिन्न। म र मेरो बुढा मिलेर चाहिँ लुगा सुकाउने ठाउँ गराएको छौँ। यहाँ चाहिँ एकदम राम्रो घाम लाग्छ। त्यसपछि लुगा सुकाएर भ्याइसकेँ मैले। कस्तो राम्रो घाम लागेको थियो यहाँ त, अनि लुगा सुकाएर भ्याएँ। मैले चाहिँ यता मेरो बुढालाई गिजाइरहेको छु। थ्याङ्क्स फर वाचिङ। लास्टसम्म हेरेर माया गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।